कतै घुम्न जान भनेसी मन त्यसै फुरुङ्ग हुने। त्यही माथि घर ओखलढुङ्गा जाँदैछु। हाम्रो पौडेलको कुल पूजा छ। कुल भन्नाले चाहिँ आफ्नो वंश पुर्खा र पितृवर्ग जनाउँछ। यस पूजाले आफ्ना पुर्खा र संरक्षक देवताको सम्मान गर्ने, सम्झने र उनीहरूको आशीर्वाद प्राप्त गर्ने कार्य गरिन्छ। अरू पूजाभन्दा कुल पूजा यो कारणले पनि विशेष हुन्छ किनकि यस पूजाले आफ्ना सबै दाजुभाइ बीचको आत्मीयता र प्रेम पनि दर्शाउँछ। सबैजना एकै ठाउँमा भेला भएर कुल पूजा गर्दाको खुसी बेग्लै हुन्छ। सबै परिवार मिलेर एकै ठाउँ बसेर भलाकुसारी गर्दै पकाउँदै खाँदै गर्नुको खुसी नै बेग्लै छ। सायदै कुनै पैसाले किन्न सकिँदैन यो खुसी। सहरको कोलाहलबाट केही टाढा जाँदा त्यसै मन आनन्द हुने। यो गाउँको सुन्दरता, यो डाँडाकाँडा, यो हरियाली मनै फुरुङ्ग हुने। यसै बीच नेपालको अग्लो झरना मध्येको एक झरना पोकरी झरना जाने मौका जुर्यो। यो झरना करिब 130 मिटर अल्गो छ। यहाँ पानी ठुलो चट्टानबाट तल खस्छ र धेरै सुन्दर देखिन्छ। धेरै मानिसहरू यो झरना हेर्न र फोटो खिच्न आउँछन्। प्रकृति भनेपछि मलाई त्यसै रमाइलो लाग्ने।